गजेडी सरकार चाहिँदैन 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 यस्तो सरकार चाहिँदैन गजेडी सरकार चाहिँदैन गजेडी सरकारले केही गर्न सक्दैन भन्नेहरूलाई म केही कुरा भन्न चाहन्छु मेरो कुरा सुन गजेडी सरकारले तिमीहरूको नेताहरूले 35 वर्षसम्म गर्न नसकेको काम गजेडी सरकारले 4 महिनामा यतिवटा कपडा उद्योग खोलिदियो यही गजेडी सरकारले धम्माधम सुकुम्बासीहरूलाई लाल पूर्जा बाँडिरहेको छ र वीरगञ्जमा जुट मिल पनि खोल्दैछ यही गजेडी सरकारले भारतमा चिनी बेच्न प्रतिबन्ध लगाएपछि पूर्ण चिनी कारखाना पनि खोल्दैछन् अनि यही गजेडी सरकारले साउनबाट महिनाको 5,000 रुपियाँ वृद्ध भत्ता पनि बढाइदिएको छ र धेरै राम्रो कामहरू पनि गरेका छन् क्या अनि यही गजेडी सरकार देखेर भ्रष्टाचारीहरू भक्को भागम भाग भएको छ साँच्चीकै तपाईहरुलाई बालन सरकारको काम मन परेको छैन र यदि काम मन परेको छ भने यो भिडियोलाई शेयर गर्दै यो आइडीलाई फलो गर्दै जोडिनु होला है।